यौन प्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो। एकपटक एउटा अनौठो घटना भयो, सायद कोठीहरूमा अपवादका रूपमा हुने घटना। एकपटक हाम्रो बंगलामा मोज मस्तीका लागि कलेजका केही केटाहरू आएका थिए। ती केटाहरू आफूले मन पराएका केटीहरू बोकेर कोठामा गए। ती मध्येकी एउटा केटाले मलाई रोज्यो र मेरो कोठामा आयो। त्यति बेला म कलिलै थिए। भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो। निप्पल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो। कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ। ऊ निकै आश्चर्यचकित भयो। उसले भन्यो, मलाई तिमीसँग अरू केही गर्नु छैन, बस मलाई यो दुध खान देऊ। के नचाहिँदो कुरा गर्छौ? बरबराउँदै भने, क्या खुस केटाहरू आउँछन्? होइन, मैले तिमीसँग मजाक गरेको होइन, मलाई दुध खान देऊ, उसले भन्यो। किन त्यसो भनेको? मैले जिज्ञासा राखे। मैले आजसम्म आमाको दुध खाएको छैन। अबदेखि तिमी मेरो लागि आमा समान हौ। म तिमीलाई एउटी आमा सरह सम्मान गर्छु। प्लिज मलाई दुध खान देऊ, उसले भन्यो। मेरो लागि त बडा अनौठो प्रस्ताव थियो। सुरुमा त मलाई कस्तो दिमाग खराब भएको ग्राहक आयो भन्ने लागेको थियो। सुरुमा एकदम रिस पनि उठ्यो। तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने के छ र? जे कामको लागि आएको हो त्यही गर, मैले रिसाउँदै भने। मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन। म त केटाहरूको लोइलेमा लागेर आएको। यहाँ आएपछि तपाईँलाई भेट्दा मैले आमालाई भेटे जस्तो लाग्यो। मैले आजसम्म आमाको दुध खान पाएको थिएन, त्यसैले तपाईँले आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो। उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भए। यदि कसैले मलाई आमा सम्बोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने? म केही अलमलमा परेको थिएँ। आखिर मलाई लाग्यो, जब उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन के को आपत्ति? खै कुन अन्तर प्रेरणाले हो मैले सरलाई स्तनपान गराए। कुनै पनि स्त्री र पुरुष बीच सम्बन्धका विविध आयाम हुन्छन्। त्यो केटाले हाम्रो सम्बन्धलाई यौनकर्मी र ग्राहकको सम्बन्धबाट माथि उठाएर एकैचोटि आमा र छोराको सम्बन्धमा पुर्याएको थियो। काम वासनाबाट एकैचोटि माथि उठेर त्यो केटाले मबाट मातृवात्सल्यको चाहना प्रकट गरिरहेको थियो। स्तनपानपछि उसले मलाई 3-4 पटक धन्यवाद दियो। उसले के पनि भन्यो भने उसको बाल्यकाल डिब्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ। उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए। दुध चुसेर छोरा गइहाल्यो, तर त्यो अनौठो घटनाले यता आमालाई पछिसम्म पिरोलिरह्यो, भावुक बनाइरह्यो। आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरू पनि कहिलेकाहीँ बरालिएर कोठीसम्म आइपुग्दा रहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन्। मैले नजन्माएको त्यो छोरो आज कहाँ होला मलाई थाहा छैन, तर जहाँ भए पनि त्यो छोरालाई यो आमाको सदा आशीर्वाद रहनेछ। हामीले यो खबर सुनिता दनुवारद्वारा लिखित आँसुको शक्ति आत्मकथाको एक अंशबाट लिएका हौं। तपाईलाई यो खबर कस्तो लाग्यो? राम्रो लागे कमेन्ट गर्न नबिर्सनुहोला र उक्त आत्मकथाको किताब तपाईले किनेर पनि पढ्न सक्नुहुनेछ। आँसुको शक्ति सुनिता दनुवारद्वारा लिखित। र यस भिडियो प्रति कुनै पनि प्रतिक्रिया भए प्रतिक्रिया दिनुहोला। सबै मान्छे एउटै हुँदैनन् भन्ने यस भिडियोले व्यक्त गर्दछ। तपाईलाई के लाग्छ कमेन्ट गर्न नबिर्सनुहोला र तपाईले लेखकलाई के भन्न चाहनुहुन्छ उनको चाहना र विचारलाई पनि तपाईले कमेन्ट गर्न सक्नुहुनेछ। र तपाईको जीवनमा यस्तै घटना भएको छन् कि छैनन्? एउटा काम गर्छु भनेर गएको तर त्यो भन्दा पनि राम्रो काम भएर आएको कुनै घटना भए प्लिज कमेन्ट बक्समा लेखिदिनु होला। तपाईका रोचक घटनाहरू हामीले पढ्नेछौं र अरूले पनि पढ्नेछन् र जीवनभरि याद र सम्झना स्वरूप रहनेछ।